आदरणीय दर्शकवृन्द, यति बेला क्या मनबाट रेस्क्यु गरेर बिरामीलाई लिइराखेको छ। यो कुम्भ ग्लासियरको बिचमा आइसकेको छ। हामी आइसकेको छौँ सबैजना। एकजना हाम्रो क्लाइम्बर, हाम्रो स्टाफ, कम्पनीको चाहिँ स्टाफ बिरामी भएकै कारणले गर्दाखेरि उहाँलाई चाहिँ एकदमै बिस्तारै लिएर आइरहेको छौँ। यहाँ भर्निङबाट झारिरहेको छ। यति गाह्रो छ। संसारमा यस्तो खालको रेस्क्यु तपाईँले पक्कै पनि कहीँ पनि देख्नु भएको छैन होला। यति जोखिम छ, यति जोखिमपूर्ण लिइरहेछ होइन। माइ गॉड, बिरामी हुनुभयो। जब बिरामी भइसकेपछि उहाँको हात खुट्टा लागेन, हिँड्नु उहाँले सबै बन्द भइसकेपछि उहाँलाई चाहिँ हाम्रो लगभग 25 जनाका टोलीले यसरी रेस्क्यु गरेर तल लिइरहेको छ। अहिले धीरेन राईले, कुलुङ राईले बोकिरहनु भएको छ। उहाँले एकदमै सेफ्टीपूर्ण मलाई तल झारिसक्नु भएको छ। अब यहाँबाट अझै पनि हामी 2 घण्टा तल पक्कै पनि लाग्छ। त्यस पछाडि उहाँलाई हेलीमा हामी यहाँबाट उता लान्छौँ, काठमाडौँ उहाँलाई उडाउँछौँ। र जति पनि रेस्क्यु टोलीहरू माथिबाट फर्किरहनु भएको छ, छतेन दाई हुनुहुन्छ सबभन्दा यहाँको टिम लिडर। उहाँले गरिरहनु भएको छ। उहाँको नेतृत्वमा यहाँ कसरी तल झार्ने, के गर्ने भन्ने कुराहरूलाई सबैले हाम्रो टिमै मिलेर चाहिँ उहाँलाई हामी तल ल्याउन सफलता भएका छौँ। अब एकछिन त्यही राखेर रेस्ट गर्नुहोस् न। एकछिन हो त्यो, त्यता सेफ्टी बस्नु न। एकछिन तल नि बिसाउने ठाउँ छैन। यहाँ 2 जना झरिरहनु भएको छ। साथी यसै झर्नुपर्छ। अति नै जोखिम छ। माउन्ट एभरेस्ट चढ्न सजिलो छैन। बिरामी भयो भने हेलिकप्टर बस्ने ठाउँ हुँदैन। एकदमै धेरै गाह्रो छ। आदरणीय दर्शकवृन्द, एकदमै गाह्रो छ, धेरै गाह्रो छ होइन। अनि हिँडिरहेको छु।